एकपल्ट एउटा बुवा र छोरा चाहिँ एयरपोर्टतिर लागिरहेको हुन्छ नि बुवालाई छोराले के भन्छ भने बुवा परमेश्वर कत्रो ठुलो हुनुहुन्छ भने अनि त्यो बुवाले भन्छ कि परमेश्वर धेरै महान हुनुहुन्छ अनि यसो हेरेको त उडिरहेको रहेछ एउटा एरोप्लेन अनि छोरालाई देखाएर आकाशतिर देखाएर के भन्छ तिमीले त्यो एरोप्लेन देख्दैछौ अनि देखिरहेको छु अनि त्यतिकै कन्भर्सेसनमा उनीहरू एयरपोर्ट पनि पुग्छ अनि बाउले छोरालाई के भन्छ भने कि त्यो ऊ पर रनवेमा भएको एयरपोर्टमा भएको त्यो एरोप्लेन देख्दैछौ भने देखिरहेको छु कत्रो ठुलो हुँदो रहेछ कि अघि त मैले आकाशमा त सानो देखेको थिएँ छेउमा त कत्रो ठुलो एरोप्लेन हुँदो रहेछ भनेर भन्छ छोराले अनि बुवाले भन्छ कि इन द सेम वे त्यस्तै गरिकन यदि हामीहरू चाहिँ परमेश्वरको नजिक जति आउँछौँ उति हामीले परमेश्वरलाई ठुलो देख्छौँ उहाँको महानतालाई उहाँको चरित्रलाई हामीहरू देख्छौँ र उहाँमा हामीहरू भरोसा गर्न पनि हामीहरू सक्छौँ तर यदि हामीहरू चाहिँ परमेश्वरदेखि टाढो रहन्छौँ भने उहाँ चाहिँ एकदमै सानो केही पनि गर्न सक्नुहुन्न उहाँले हामीलाई वास्ता गर्नुहुन्न भन्ने प्रकारको विचारहरू हामीहरूको विचारमा आउँछ भनेर बुवाले छोरालाई बुझाउँछ यो लेसनले म तपाईँहरूलाई एउटा उत्साह दिन चाहन्छु कि यो वर्षमा हामीहरू परमेश्वरको नजिक जाउँ परमेश्वरलाई हामीहरू खोजौँ अनि उहाँको महानतालाई हामीले नजिकबाट हामीहरू देख्न पाउनेछौँ आमेन आमेन